दाइलेलाई छोड्नु भएकै छैन के साउजी के हो यो तरबुजा तरबुजाले कुरै नगर्नु सर के छ यो खरबुजाको क्वालिटी एकदम राम्रो र खानुमा एकदमै मिठो के भन्छ आयो नेपालको प्रोडक्ट नेपालको धबाको प्रोडक्ट बुटोलकै प्रोडक्ट रस कति किनेको यार यसलाई केटाकेटीले नआइकन पुग्छ यार मौरीको चाका क्या गरिरहेको छ यो साउजी यति खुसी हुनुभएको छ कि बाटोमा हिँड्ने सबैलाई काट्दै दिँदै आफैले खाँदै बाटोमा हिँड्ने सबैलाई दिँदै ल यी दाइले सबैलाई काट्दै दिँदै बाटोमा हिँड्दै काटोमा दिँदै राम्रो चिज बजारमा आइसकेपछि खोसाखोस हुन्छ यहाँ फेरि एक किसिमको चाहिँ नि ग्रेडिङ हुँदैछ कस्तो छ तरबुजा यो पहिला टेस्ट गर्नुभएको थियो कि नै यस्तो खानुभएको थियो नि होइन मिठो छ ल गजब सरोजी के छ अवस्था ल फोकस मल्टिएग्रोको उत्पादन हाम्रो विभिन्न जातका तरबुजाहरू अहिले तपाईँहरूले जय अम्बे फ्रुट सेन्टरमा पाउनुहुन्छ अब तपाईँहरू कोही फार्ममा जान भ्याउनुहुन्न भने तपाईँहरूले यहीँ आएर फार्मकै मूल्यमा विभिन्न जातका तरबुजाहरू तपाईँहरूले पाउन सक्नुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ हामीसँग चाहिँ सरस्वती जातको तरबुजा छ त्यसै गरी हामीसित WM2 भन्ने कर्मा जातको छ र त्यसपछि यहाँ बिचमा हाम्रो यो आरोही जातको तरबुजाहरू तपाईँहरूले देख्न सक्नुहुन्छ